राजा वीरेन्द्रका बारेमा एउटा कुरा धेरैलाई थाहा छैन। उनी केवल दरबारमा बस्ने राजा थिएनन्। उनलाई प्रकृतिसँग गहिरो प्रेम थियो। वन्यजन्तु संरक्षण उनको व्यक्तिगत प्राथमिकता थियो। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, सगरमाथा यी संरक्षित क्षेत्रहरूको विस्तारमा उनको सक्रिय भूमिका थियो र हेलिकप्टर उडाउने यो कुरा धेरैले सुनेका छन्। राजा वीरेन्द्र आफै हेलिकप्टर उडाउँथे। तथ्य के हो भने उनले एभिएसन ट्रेनिङ लिएका थिए। यो कुरा विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख छ, तर उनको एक्ज्याक्ट पाइलट लाइसेन्स र उडान अनुभवको विस्तृत विवरण सार्वजनिक रेकर्डमा पूर्ण रूपमा डकुमेन्टेड छैन। त्यसैले यसलाई पूर्ण सत्यको रूपमा भन्न मिल्दैन, तर ट्रेनिङ लिएका थिए भन्ने कुरा सत्य मानिन्छ। कूटनीति उनको अर्को बलियो पक्ष थियो। हार्वर्डमा पढेको ज्ञान र विश्वका कुना-कुनामा भएको यात्राले उनलाई एक परिपक्व कूटनीतिज्ञ बनाएको थियो। सन् 1973 राजा वीरेन्द्रले विश्वसामु एउटा प्रस्ताव राखे। नेपाललाई शान्त क्षेत्र जोन अफ पिस घोषणा गरियोस्। यो प्रस्तावको अर्थ थियो नेपाल कुनै देशको सैन्य गठबन्धनमा सामेल हुने छैन। भारत र चीन दुई ठूला शक्तिहरूको बीचमा यो सानो देश तटस्थ रहनेछ। नेपाल शान्तिको भूमि हुनेछ। यो प्रस्तावलाई 116 भन्दा बढी देशहरूले समर्थन गरे। यो सानो देशका लागि एउटा ठूलो कूटनीतिक उपलब्धि थियो। अवश्य पनि भारत र अमेरिकाले यसलाई आधिकारिक रूपमा समर्थन गरेनन् र यो प्रस्ताव अन्ततः पूर्ण रूपमा कार्यान्वयन हुन सकेन। तर यसको महत्त्व भने ऐतिहासिक थियो। एउटा हिमाली राजाले संसारलाई भनेका थिए, हामी साना छौँ तर हाम्रो आवाज छ।